म धन्यवाद दिन चाहन्छु मेरो राजीनामा माग्ने नागरिक समाजलाई, युवा पंक्तिलाई। मैले गल्ती गरेको छैन, तपाईहरुको आवाजलाई सम्मान गरेर मैले राजीनामा दिएको छु, तथ्यमा गइदिनु होला। मेरो पूर्ण सहयोग हुनेछ, छानबिन समितिलाई म सहयोग गर्नेछु र यस्ता छानबिन समितिहरु भन्दा विगतमा मन्त्री कायम भएरै छानबिन भएका पनि तथ्यहरु छन् सम्माननीय सभामुख महोदय। तर म त्यो चाहदैन। म छानबिन समिति बनाउने कुरा आज मात्रै आएर भयो। यो छानबिन समिति बनाउने कुरा मेरो कुरा थिएन, मैले व्यक्तिगत रूपमा गर्न सक्ने कुरा थिएन। आज सरकार र सम्माननीय सभामुखज्यूको पहलमा जो समिति भएको छ यसलाई मैले स्वागत गर्छु, धन्यवाद दिन्छु र यो छानबिनका लागि मैले मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु। छानबिनले ल्याएको तथ्य सत्यका अगाडि म उपस्थित भएर फेरि म आफ्ना विषयवस्तुहरूलाई, आफ्नो अभियानलाई, आफ्नो कामलाई अगाडि बढाउने, देश र जनताको पक्षमा लाग्ने र प्रतिबद्धता पनि गर्न चाहन्छु।